Hello guys, let's cook सुँगुरको मासु with me. आज चाहिँ मैले एकदम सिम्पल अदुवा, लसुन, प्याज र टमाटर मात्र लगाएर पकाउने भए। म चाहिँ प्राय सब्जीमा यसरी नै बारा मसाला पड्काउने गर्छु। मलाई चाहिँ सुँगुरको मासुमा बोसो एकदमै मन पर्छ र यहाँ चाहिँ म बोसो भन्दै एकदमै धेरै ह्याप्पी भइरहेको थिएँ। र यो काँचो प्याज चाहिँ मैले स्यालेडको लागि एड गरेको। मेरो बुवाले एकदमै धेरै खानुहुन्छ, सो हाम्रो पनि त्यहीँबाट बानी बस्यो। बट क्यारेट चाहिँ मलाई एकदमै मनपर्छ, सो यसलाई नै मैले एड गरेँ। यो चाहिँ मैले किन देखाएको भन्दा इट्स अर्ग्यानिक लेमन जुन हाम्रो घर पछाडि फलिरहेको छ। राम्रो त छैन बट इट्स सो गुड। इट्स रेडी, लेट्स सर्भ टुगेदर। त कसरी भन्नु, म एक्लै छु, मैले चाहिँ म एक्लैको लागि सर्भ गर्दैछु। फाइनली मेरो डिनर रेडी भइसकेको छ। मासु मात्रै थियो, स्यालेड र अचारले गर्दा पनि धेरै देखिएछ। एट द एन्ड मैले चाहिँ भिडियो बनाउँदैछु भन्ने कुरै बिर्सेछु। खाने सुरुमा खाएकै भएछु, बट आफै पकाए नि मिठो लाग्यो। थ्याङ्क यू फर वाचिङ, बाई बाई।